इन्सुलिन के हो भनेर तपाईलाई सजिलो तरिकामा म बुझाउन जाँदैछु। इन्सुलिन भनेको हाम्रो पेन्क्रियाजले प्रड्युस गर्छ अनि यसको काम भनेको ब्लड सुगर लेभल रेगुलेट गर्नु हो। ब्लड सुगरमा रहेको ग्लुकोज, एमिनो एसिड, फ्याटी एसिडलाई रेगुलेट गरेर नर्मल लेभलमा ल्याउनु हो। जब हामीले खानेकुरा खान्छौँ, दाल, भात, तरकारी खान्छौँ, यसलाई चाहिँ फ्याट, प्रोटिन र कार्बोहाइड्रेटमा हाम्रो शरीरभित्र ब्रेकडाउन हुन्छ। ब्रेकडाउन भएका कार्बोहाइड्रेट जति ग्लुकोजमा कन्भर्ट हुन्छ, फ्याट जति फ्याटी एसिडमा कन्भर्ट हुन्छ, प्रोटिन जति एमिनो एसिडमा कन्भर्ट हुन्छ। अनि यसलाई चाहिँ ब्लड स्ट्रिमले एब्जर्ब गरेर ब्लड स्ट्रिममा जान्छ अनि ब्लड सुगर राइज हुन्छ। जब ब्लड सुगर राइज भएर 4 to 5.5 मिलिमाइल पर लिटर हुन्छ अनि यसको ढोका बन्द हुन्छ। अनि यसको रेस्पोन्समा चाहिँ पेन्क्रियाजले इन्सुलिन प्रड्युस गर्छ। इन्सुलिन प्रड्युस भएपछि अब चाहिँ इन्सुलिनले चाहिँ ट्रान्सपोर्टेसनको काम गर्छ। अनि यसरी इन्सुलिनको मद्दतले मसलले ग्लुकोजलाई एटिपी इनर्जीमा कन्भर्ट गर्छ अनि प्लस ग्लाइकोजिनमा स्टोर पनि गर्न सक्छ। अनि लिभरको काम भनेको ग्लुकोजलाई चाहिँ ग्लाइकोजिनमा स्टोर गर्ने अनि फ्याटी एसिड पनि बनाउने काम गर्छ। अनि यता फ्याट सेलमा ग्लुकोजलाई ग्लिसरोलमा कन्भर्ट गर्छ, प्लस लिभरबाट आएको फ्याटी एसिड मिलेर ट्राइग्लिसराइड बनाउँछ। अनि इन्सुलिनको काम भनेको ग्लुकोज, फ्याटी एसिड र एमिनो एसिडलाई चाहिँ ब्लड स्ट्रिमबाट घटाउनु हो। यदि चाहिँ तपाईको पेन्क्रियाजले चाहिँ इन्सुलिन बनाएको छैन भने मसल, फ्याट सेल र लिभर डिसेन्सिटाइज हुन्छ अनि तपाईलाई टाइप 2 डायबिटिज भनिन्छ।